जिन्दगी के भन्ने अब यो त काल पर्खिने बाटो हो एउटा है। गाह्रो त पहिला पहिला त धेरै गाह्रो हुन्थ्यो, अब चाहिँ बानी परियो, त्यति खासै गाह्रो चाहिँ लाग्दैन। खोलाको छेउको मसाने पार्टी दुनियाँ चौतारा बगीको उसमा बनाउँछौँ भने हामी घर पनि नलगाएर हुन्छ भनेर घर चाहिँ लगायो। हेलो हाई गर्ने अब वेयर आर यु गोइङ भन्ने हुन्छ दिनमा 1500 भएन भने पनि त्यति तपाईँ चढ्नुभन्दा अगाडि चाहिँ अनलाइन हेरेर चाहिँ कति परिन्छ, ट्याक्सीको रेट कति परिन्छ, यहाँबाट फलान ठाउँ जान कति किलोमिटर भनेर चाहिँ त्यसरी किलो वर्ग मिटर छुट्याएर चाहिँ भाउ गर्छन् कि। जन्मेपछि एकपल्ट मर्नु सबैले पर्छ। भोजनाथ चौलाको हजुरको घर चाहिँ कता बुवा? मेरो राम्रो छ। अहिले 6 नम्बर गाउँपालिका जोरम्बा गाउँपालिका। ए अनि तपाईँ कतिको वर्ष हुनुभयो नि? अहिले म 66 भएँ। 66 वर्षको हुनुभयो। अनि काठमाडौँ आउनु भएको चाहिँ कति वर्ष भयो? काठमाडौँ आएको भयो 10-11 वर्ष जस्तो भयो। 10-11 वर्ष भइसक्यो है। तपाईँले अनि 10-11 वर्षदेखि नै यही रिक्सा चलाउँदै हुनुहुन्छ कि? पहिलाको मेरो पेसा भनेको होटल थियो, दुलो पसल गरेको। अनि बिचमा छोराले म बाहिर जान्छु भन्यो, त्यस पछाडि होटल बेच्यो। अनि त्यतिकै बस्न पनि मन लागेन, अनि यसो रिक्सा गऱ्यो। अनि यो रिक्सा नै चलाउँछु भन्ने चाहिँ कसरी लाग्यो त बुवा? यो जानेको थियो पहिला पहिला, यसो घर खर्च टार्नलाई यसो हप्ता 10 दिन 15 दिन बसेर अलिअलि थोरो रुपियाँ कमाएर लाने गरेको थियो। अनि सिट चाहिँ पहिल्यै थियो, अनि पछि त्यतिकै अब अरू काम जानेको पनि थियो, त्यही भएर यो रिक्सामा बस्यो। ए अनि यता चाहिँ कहाँ बस्नुहुन्छ नि? यता टिकाथली। टिकाथली को बस्नुहुन्छ? परिवारमा छोरा बुहारी नाति नातिना 2 छन्, अनि 5 जना परिवार छन्। 5 जना हुनुहुन्छ। यतै बस्नुहुन्छ सबैजना? घरै हो कि रुममा बस्नुहुन्छ नि? फ्लाइट लिएको छ। ए फ्लाइट लिएर बस्नु भएको छ। अनि छोराहरू के गर्नुहुन्छ? छोरा पसलतिर काम गर्छ। पसलतिर गर्नुहुन्छ। अनि छोरालाई विदेश पठाउनका लागि भनेर होटल बेच्नु भयो? बेचेको विदेशको खोइ प्रक्रिया उसको मिल्दै मिलेन। अब राम्रै कन्ट्रीमा जानु पर्यो नि, खाली मुलुकतिर म जान्न भन्न थाल्यो। पढाइमा त्यति राम्रोसँग पढ्यो भए चाहिँ हुने थियो होला, जान पाउँथ्यो होला। अब एआरआईमा खुट्टा तन्काइदियो, 12सम्म क्लियर गर, बाहिर जानलाई पनि बाटो खुल्छ भन्ने मानेन। अनि जिल गाउँछु भन्यो, जिल गएर पनि कुनै उन्नति गर्न सकेन। अनि यसो अहिले पसलतिर कतिजना छोराछोरी भन्नुभयो? छोराछोरी त छोरा 2टा हुन्, एउटा त गाउँतिर बस्छ, यहाँ चाहिँ कान्छो छोरो। कान्छो छोरो बुहारी नाति र नातिनी गरी 2टा बच्चा छन्। अनि तपाईँले यो रिक्सा चलाउँदा चाहिँ कतिको गाह्रो हुन्छ बुवा? गाह्रो त पहिला पहिला त धेरै गाह्रो हुन्थ्यो, अब चाहिँ बानी परियो, त्यति खासै गाह्रो चाहिँ लाग्दैन। अहिलेसम्म सास भन्ने केही छैन, दम छैन। अनि छोरा बुहारीले के भन्नुहुन्छ नि? भन्छन् अब नसक्ने भए नजानु नगर्नु भन्छन्। आफूले यसो एक्सर्साइज पनि हुने, यसो कमायो भने यसो नाति नातिना पढ्नलाई खर्च दिन सकिन्छ कि भन्ने एउटा। नाति नातिनाको मायाले साउको भन्दा ब्याजको बढी माया लाग्छ अरे हो त बुवा? त्यस्तै हो नि है। अनि यो कहाँ डुलाउनुहुन्छ नि यो रिक्सा चाहिँ? हामी भनेको ठमेल, हजुर, असुन, इन्द्रचोक, न्युरोस पनि गइन्छ। अनि यहाँबाट यसो रत्नबारसम्म निकाल्छौँ, बागबजारसम्म। यस्तै कति कति लिनुहुन्छ नि अनि यहाँबाट चाहिँ पैसा? अब कोही ठाउँमा 200, 150, 300सम्म हुन्छ नेपाली बोक्दाखेरि। नेपाली बोक्दा चाहिँ? अनि विदेशी बोक्दा चाहिँ कति हुन्छ नि? 500, 400 हेरी हेरी। दिनमा कतिजना जति बोक्नुहुन्छ बुवा? टिप हुँदाखेरि त बोकिन्थ्यो, अहिले त टिपै छैन, बोक्नुको कुरै गर्नु पर्यो, छैन अहिले। कति जति हुन्छ होला दिनभरिमा चाहिँ?
अहिले त 700-800 कमाउने नि धौ त्यो पनि काम भएको दिनमा चलेको दिनमा नभए त त्यो पनि हुन्छ। गाह्रो छ है काठमाडौँमा टिक्न। छैन अहिले त एकदम निम्न कुनै कुरा पनि छैन। पसलको व्यापारै छैन। हो नि पसलहरूको व्यापार फाटफुटे हुइन्जेल अलिअलि काम हुन्थ्यो। अनि अब अहिले भनेको सबैको एउटा चेप्दै ल्याइसक्यो क्या सरकारले। अनि गाउँमा चाहिँ जग्गा जमिन छ कि छैन बुवा? जग्गा जमिन त्यस्तो छ भन्नाले के भन्नु, सिँचाइ पनि त्यति छैन। अब पाहा खेत अलिअलि थियो। अब 6 महिना खाए, 6 महिना खान पाउँदैन थियो। त्यतिकै अब पहिला जेठछोरीको बिहे गरियो। अनि बिहे गरे बच्चा अनि बच्चा मसिना पढाउनु पर्ने। अनि त्यही भएर अब गाउँमा खेती लगाउनु पनि गाह्रो भयो। अनि छोडेरै आउनु भएको कि कमाउन दिनु भएको छ त उता? कमाउन दिनु भएको छ कि छोडेर आउनु भएको त उता? कमाउन दाजुभाइले नि गरी खाऊ भनेर सोचेको हो। पहिला अलिअलि दिन्थ्यो, अहिले दिँदैन। कहिले काहीँ अनि गाउँ गएर बस्नु जस्तो लाग्दैन यहाँ गाह्रो भएको देख्दा? लाग्छ, लाग्नु त किन नलाग्नु। घर पनि बनाउनु पर्दैन भन्थे छोराहरू भूकम्प घर पनि लगाएको छु। अब यसो चाडपर्वमा गइन्छ अनि केही समय बसिन्छ पनि। अब चाड चाहिँ साउनदेखि उता फेरि चारै चाड हुन्छ। अब 3 वर्षमा दिवाली पनि हुन्छ। अनि अर्को साउने पूर्णिमा झ्याङ्रे पूर्णिमा हुन्छ नि, त्यसमा चाहिँ यसो पूजा पनि दिनुपर्छ। अनि त्योले पनि घरमा गइरहनुपर्छ। अब बिहेपछिको गाउँमा त अब जुनै उसमा पनि जानु परिहाल्यो नि। पर्छ, जानु पर्यो। त्यही भएर घर बनाएर चाहिँ राख्नु भएको छ है? घर बनाएर आएर पर्दैन भन्थे छोराहरू। ए घर चाहिँदैन, मान्छेले पार्टी पौवा होइन। अब खोलाको छेउमा मसाने पार्टी दुनियाँ चौतारा बगीको उसमा बनाउँछौँ भने हामी घर पनि नलगाएर हुन्छ भनेर घर चाहिँ लगाएँ। कतिको खुसी लाग्छ बुवा यो काम गर्दै गर्दा? कतिको खुसी लाग्छ यो काम गर्दै गर्दा? होइन, काम गर्दाखेरि मलाई एकदम खुसी लाग्छ। किनभने अहिलेसम्म स्वास्थ्यमा चाहिँ त्यति रोग पनि छैन। अनि यसो एक्सर्साइज जस्तो पनि हुने। अब साथीभाइसँग यसो गफ पनि गर्न पाइने। खुल्ला समय घरमा बसेर दिन गर्न नै मुस्किल हुन्छ। बस पनि बसेको जस्तो हुन्छ एक दिन। अनि बिहान चाहिँ कति बजे निस्किनुहुन्छ नि? बिहान त म खासै चाँडो आउन्न। निन्द्रा 3-4 बजे नै छोड्छ। अब पहिला काम पनि जनरल काम गर्दा राति नै उठ्नु पर्थ्यो। अनि 3 बजे 3:30 बजे निन्द्रा छोड्छ। 4 बजीतिर बाहिर निस्केर चिया खान्छु। अनि फेरि घरतिर फर्किन्छु। पहिले खाना खाएर आएँ भने 10 बजेतिर 10:30 बजेतिर नै आइपुग्छु। खाना नखाएको दिनमा बिहान 9 बजे यतातिर आइपुग्छु। अनि बेलुका चाहिँ कति बजे जानुहुन्छ? बेलुका 7 बजे घर पुग्छु। 7:30मा 7देखि 7:30सम्म 6 बजे काम छोडेकै हुन्छ। हजुर। अनि बुवा विदेशीहरू आउँदाखेरि चाहिँ कसरी कुरा गर्नुहुन्छ नि? उहाँहरूले त नेपाली बुझ्नु हुँदैन होला? हेलो हाई गर्ने। अब वेयर आर यु गोइङ भन्ने। पढ्नु भएको छ तपाईँले? अनि पढ्नु त पर्दो रहेछ अलिअलि यसो आउँछ। कसरी सिक्नु पनि यो बोल्न? यो अब एक ठाउँ अनुसारले हुँदो रहेछ कि यो कुरो। ए काम गर्दै गर्दा सिक्या हो तपाईँले यो बोल्न चाहिँ? के भन्नुहुन्छ अरे बुवा? वेयर आर यु गोइङ भनिन्छ। अनि अब उसले भन्छ जस्तै अब स्वयम्भू, बौद्ध, पाटन हामीले सोधेपछि त्यही भन्ने हो। अनि हाउ मच भन्छ, कति पैसा लिने भन्छ। अनि फिक्स प्राइस कति हो भन्छ, उसले पनि घटाउँछ। अब त्यस्तै गरेर कुरो मिलाएर लान्छ हो नि। ए इङ्ग्लिसै कुरा गर्नु नि हुन्छ तपाईँले है? कति पढ्नु भएको छ? पढ्न चाहिँ ठ्याक्कै तपाईँले? पढ्न त मैले पढ्न चाहिँ गएकै हो। किनभने अब बाख्रा 13वटा बाख्रा पालेको थिएँ। अब गाउँमा आय स्रोतको बाटो हुँदैन थियो। पहिला त अझ मैले जान्दाखेरि कुखुरा हाम्रो घरमा पाल्दैन थिएँ। खसी बोका भैँसी पाल्ने। अनि 2-3 वर्षमा एउटा थोरै बजाएर निकाल्थेँ। अलिअलि आम्दानीको बाटो त्यसबाट नि हुन्थ्यो। अनि तपाईँको बाख्रा पाल्थेँ बढी जस्तो। अनि बाख्रा खेलेर पठाइदिने। बिहान पनि 7-8 बजीसम्म बाख्रा चराएर आयो। अनि बेलुकाका रोटी हुन्छ कि बेलुकाको के खाना राखिदिया हुन्छ, यसो पकाएर राखिदिया हुन्छ, त्यही खायो भएर स्कुल दौड्यो। अनि अब खाजा खानलाई पैसा पनि दिएको हुँदैन थियो। त्यति बेला सरकारी स्कुल पनि खाजा दिने चलन थिएन। पछि आएको हो।
अनि पढेर आयो भोग्ला भन्यो अनि घरमा फेरि यसो खाजासाजा तुल्याएर राखिदिया हुन्थ्यो बेलुका 8:30 बजे खाइन्थ्यो आएर यसो खाजा चाहिँ खान पाइन्थ्यो भुटिया मकै गुन्द्रुकको अचार अनि तपाईँको मम्मी बाबाले के गर्नुहुन्छ नि गाउँमा त्यही हो धान कोलो लगाउने अनि त्यही ढुङ्गा निकाल्ने घरौमा काँला फोर्ने अनि धानबारीलाई अलि राम्रो बनाउने त्यही त हो नि पहिला त बाहिर गएर कमाउने चलन थिएन 1 महिना बनेपछि आयो भने 300 रुपियाँ होइन जम्मा 100 रुपियाँमा पनि 10 रुपियाँ कममा चाहिँ नि खाना खाएर त्यहीँ बसेर 100 रुपियाँ कमाउँथे त्यसले पनि त खै घर राम्रो त पहिला बुवा अनि तपाईँले आफ्नै होटल पनि खोले भन्नुभयो होइन अनि त्यो चाहिँ कसरी खोल्नु भएको थियो सुरुवातमा मैले होटल खोलेँ जुनर बसल यस्तो भयो मैले पनि छोरी ज्वाइँ पहिला जेठी छोरी बिहे गरेर दिएँ चौरीमा दिएको काभ्रेमा म रामेछाप हो खलपारी चौरी खलपारी रामेछाप हो अनि छोरीले 18 महिना नाति लिएर काठमाडौँ आएकी ज्वाइँले होटल किन्नु भएछ दुनर पकाउँदै डढाउँदै फाल्दै गर्थे ज्वाइँले अनि बुवालाई जसरी भए तान्नुपर्छ भनेर ज्वाइँले मलाई बोलाए अनि मैले पनि अब वस्तु भाउ बेचेर घरको अन्नपात बेचेर चाहिँ म पनि काठमाडौँ आएपछि के हुन्छ भनेको अनि यतै आएँ बच्चा छोरी यहाँ आएको 1 वर्ष 1.5 वर्षपछि कान्छी छोरी बिहे गर्ने अनि 2टा छोराएर आफू 3 जना भयो अनि होटल छोरीको होटल चलाएर बस्यो पहिला एकै ठाउँमा एउटै परिवार जस्तो गरेर अनि त्यसको अगाडि हामीले सिप पनि राम्रो जान्यो 1 वर्षपछि होइन यसरी बसेर सबै गरी हाम्रो जिन्दगी जाँदैन कमायो कहीँ छोरीलाई हुन्छ हामी पनि केही न केही जाने सिप चलाउनु पर्छ भनेर अनि होटल आफूले सर खाली बुझेर अनि के चाहिने छ भन्ने कुरो अब चियाको भाँडादेखि कराई सबै सामानहरू जुटाएर अनि आफैले गर्न थाल्यौँ अनि अलिअलि गर्दै व्यवसाय बढ्दै गयो पहिला हामीले सुरुमा 15 प्याकेट जुन बेच्न नि गाह्रो पर्थ्यो पछि जाँदाखेरि 60-70 बोकासम्म बजारमा बेच्यौँ अनि आम्दानी नभएको थिएन अनि छोराले अलिक बुद्धि बिगारे के कहिले बिगाउँछु भन्ने कहिले के गर्छु छोराकै लागि भनेर बेच्नु भयो है त्यो पैसा पनि डुब्यो होला कमाउन राम्रो आशा थियो अब छोरीले त्यही जुनोटकै पसलबाट अहिले नाति 13 वर्ष हुँदाखेरि उसले घरै लगाइदियो त्यही जुनोट पसलबाटै राम्रो व्यवसाय त थियो नभए होइन अहिले पनि बुवा अनि कहिलेकाहीँ अब त्यही काम सुरु गरौँ जस्तो लाग्दैन लाग्छ अहिले पनि छोरी बेच्दै थिएँ होटल गरौँ त त्यही पसल भनेको अब हामीले छोडिसके मान्छे नगानी भन्छ अलिकति ग्राहक जमिरहेको ठाउँमा चाहिँ गरौँ नि त छोरीले चिन्जानको पनि छन् होला है ग्राहकहरू होइन है बिस्तारै किन आउनु नि गरेको ठाउँमा त अझै घर भन्छन् धेरैले होइन सिपजाने मान्छेले गर्न छोड्दैन नि अहिले भतिजालाई अब हामीले छोडिदिउँ उसलाई राम्रो भयो भतिजाले किन्यो अनि 2.5 लाखमा बेच्यो हेर्नुहोस् अहिले उसले हामी किन्छौँ भने 6 लाख पनि दिँदैन त्यस्तो व्यापार छ अनि तपाईँलाई होटल राम्रो थियो कि यो रिक्सा ठिक छ होटल राम्रो नि जे भने आफ्नो होइन मेहनत यो रिक्सा चाहिँ भाडामा हो अनि होइन यो रिक्सा मेरै थियो तपाईँकै हो आफैले किनेर चला हो अहिले यो मैले बेचेँ अस्ति कार्तिक मुक्सिरबाट बेचेको रिक्सा बेचेको यही रिक्सा हो बेचेकै रिक्सा मैले चलाइरहेको छु किन बेच्नु भयो बुवा मेरो अलिकति सुर्खेततिर जग्गा किनेको थियो अनि एकपल्ट जग्गातिर जाने अनि सम्झिनासँग भेट पनि भएको थिएन पश्चिमतिर छोराले बिहे गरेको भेटघाट पनि गरेर आउनु पऱ्यो पछि आएपछि किनेर चलाउन मन लाग्यो भने नभए अर्कै केही काम गरौँला भनेर बेचेँ कतिमा किन्नु भएको थियो सुरुमा मैले यो किनेको 3 वर्ष चलाएँ 40 मै किनेको 40 मै बेचेको 40 मै किनेर 40 मै बेच्नु भयो अब अहिले चाहिँ यो आफैले किनेर चलाउनु भयो कि भाडामा चलाउनु भयो भाडामा चलाएर कति तिर्नु पर्छ यसको भाडा 150 दिनको
दिनको 150 रुपियाँ तिरेर चलाउनुहुन्छ है आफैले किनेर चलाउनु जस्तो लाग्दैन लाग्छ लाग्दैन नि अब बेचिहालेँ अब के किन्नु फेरि अहिले सिजन पनि छैन सिजन चाहिँ कहिले कहिले हुन्छ बुवा भनेको भदौ अन्तिमबाट असोज कार्तिक मङ्सिरसम्म 3 महिना सिजन हो यसको भाउ अनि त्यो टाइममा चाहिँ कति जति कमाइ हुन्छ नि यसबाट त्यतिखेर त हुन्छ दिनमा 1500 भएन भने पनि त्यति कमाइ दिनमा 1500 चाहिँ हुन्छ कतिजना जति तपाईँले अहिलेसम्म सबैभन्दा धेरै कति कमाउनु भएको छ दिनको अब त्यो भनेको त्यो कस्तो भने कुनै चौकामा के अरे गाउँमा चौका भनेको त अब कुनै दिन चाहिँ भनेको म 5,000सम्म कमाइयो दिनमा अनि विदेशीहरूले नि बार्गेनिङ गर्नुहुन्छ भन्नुभयो होइन गर्छन् उनीहरूले पनि अब भने जति दिँदैन कुनै कुनै नयाँ ग्यास पऱ्यो भने ओके गर्छन् अब नत्र भनेदेखि त अलि आइरहेका गाडीको हात परेका ग्यास हुन्छन् अहिले कि ट्राभल एजेन्सीबाट आएका हुन्छन् तिनीहरूले चाहिँ नि सबै कुरो बुझेको हुन्छ कि अब पहिलाको जस्तो जमाना छैन अहिले अनलाइन छ सबै अनि उनीहरूले चढ्नुभन्दा अगाडि चाहिँ नि अनलाइन हेरेर चाहिँ कति परेको छ ट्याक्सीको रेट कति परेको छ यहाँबाट फलाना जान कति किलोमिटर भनेर चाहिँ त्यसरी किलो वर्ग मिटर छुट्याएर चाहिँ नि भाउ गर्छन् कि अहिले त्यस्तै 1 वर्ष जति भयो भने यहाँ घुमिरहेको थिएँ अब पहिला पनि गरेको काम चाहिँ नगरे होइन बिचमा गर्दै छोड्दै अरू काम गर्दै गरेको अनि त्यो दुनट पनि भ्याएर कुनै दिन छोरा बुहारी सबैले साथ दिने बेलामा त्यसरी नै आएर चलाउँथेँ कमाएरै लान्थेँ म दिनमा 2025सम्म लिएर जान्थेँ घरमा दिउँसो 11 बजी आएपछि बेलुकासम्म फर्दाखेरि त्यति पनि हुन्थ्यो अब अहिले त छैन अनि यसबाट काम गरेर घर खर्च चलाउन सकिन्छ त पहिला सकिन्थ्यो अहिले नसक्ने हिसाब भएको गाह्रो पर्छ है बुवा अहिले त काठमाडौँमा धेरै महँगी पनि बढिसकेको छ है महँगी बढेको छ अनि व्यापार भएदेखि मान्छे चलिन्छ भने अहिले पठाउने सबै पाइलामा पठाउँछ अनि रिक्साको त हेरै नि छैन रिक्सा त अहिले रमाइलोको लागि यसो कोही चढ्यो भने मात्रै त हो नि है अब यस्तो हो क्या रिक्सा भन्दा बाइक सस्तो छ पठाऊ अनि छिटो पनि पुग्छ भन्छ मान्छेले अनि 2-3 बाइक सर्च गरेँ 3-4जनासम्म पनि बाइक जिन्दगी चाहिँ के रहेछ जस्तो लाग्छ जिन्दगी के भन्ने अब यो त काल पर्खिने बाटो हो एउटा है अब जन्मेपछि एकपल्ट मर्नु सबैले पर्छ जस्तै हुने खाने पनि मर्दै जान्छन् त्यसैले लामै केही लिएर आएको त्यस्तो चाहिँ चिन्ता त मलाई केही लाग्दैन है एक मानु खाना र एक घुम्रो लाउन पाएदेखि भयो खुसी हुनुहुन्छ तपाईँ खुसी हुन्छु त्यसैमा खुसी यसैमा आनन्द सबैभन्दा ठुलो भनेकै सन्तोष रहेछ हो मनमा सन्तोष चाहिँ हुनुपर्छ कोही मान्छे चाहिँ निराश नकमाएर तर मलाई चाहिँ त्यस्तो आदर्श लाग्दैन किनभने हिजो पनि कमाउँदा नि पुग्दो रहेछ नकमाउँदाखेरि पनि त पुगिरहेको छ खाइराखेकै छ सन्तोषको सबैभन्दा ठुलो कुरा चित्त बुझाउनु पर्छ हुन्छ